हाम्रो पुकार भाइको एकदमै सबैजनाले सब्स्क्राइब गरिदिनुस्। रन्जिती ठिकै हुनुहुन्छ? What's up beautiful people, it's me पुका लिम्बू। तपाईहरुलाई स्वागत छ मेरो नयाँ ब्लगमा। आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु है। अन्त आज चाहिँ टेकेन डाडा र म चाहिँ है उत्तारीदेखि गुम्पाडाँडा हुँदै हुँदै हिलेरीपट्टि जाने हो सफाई कार्यक्रमको लागि हैन। अन्त महिलाहरु यताउता टिप्नको लागि। अन्त सबै ग्रुपहरु आउनुहुँदैछ है। अन्त अब चाहिँ हामी जाने हो। टेकेन डाडा चाहिँ भित्र हुनुहुन्छ। अन्त के हुन्छ अन्तिमसम्म हेर्नुस् होला, माया देखाइदिनुस् होला, हुन्छ। अहिले चाहिँ हामी यता लेक भ्यू होटेलमा छ है। यस्तो दामी छ होटेल। जुन दिन चाहिँ अब सबै कार्यक्रमको लागि हामी रेडी भइरहेछौँ। सबै डिपार्टमेन्ट बेलाबाट यो टुरिज्म छ 22, 23, 24 आइदिनुहोस् तपाईहरु पनि है। आइदिनुहोस् होला, रमाइलो गर्नुस् होला है। सँगै रन्जुदी यहाँ हुनुहुन्छ। यस रन्जुदी ठिकै हुनुहुन्छ? उतारे हेर्नुहोस् साथीहरु, यस्तो दामी देख्छ है। सबिता दिदी हुनुहुन्छ यहाँ। ल त हाम्रो अरू ग्रुपहरु चाहिँ अगाडि हिँड्नुहुँदैछ है। हामी चाहिँ यतै पछाडि छ। फुफु सेवारो आज चाहिँ महिला टिपाइ छ। हामी चाहिँ सिम्फोक आइपुग्यौँ होइन। अन्त रन्जुदी यहाँ छ, म यहाँ छु। टिप्नुपर्छ महिलाहरू। हाम्रो शेखर दाउ यहाँ छ। कहाँ जानुभएको शेखर दा? सर्टकट? साथीहरु अब चाहिँ हामी यो लङ कट भन्दा चाहिँ हामी यता माथिबाटै जाने हो। किनभने त्यहाँबाट चाहिँ छिटो माथि रोड पुग्छ नि हैन। अन्त हामी चाहिँ माथि जाने अब हुन्छ। रेणु दिदी यहाँ हुनुहुन्छ, गोमा टुम्मा यहाँ हुनुहुन्छ। हेलो। हामीले चाहिँ यति बेसी भेला सकेको छ साथीहरु। हुन्छ, हाम्रो पुकार भाइको एकदमै सबैजनाले सब्स्क्राइब गरिदिनुस्। युट्युब च्यानल। हजुर। अब चाहिँ रोड पुग्यो साथीहरु। हामी चाहिँ यहाँ सर्टकटतिर चाहिँ महिला पुरा थिएर चाहिँ हामी सर्टकट लाग्यौँ हो। हजुर। उहाँ चाहिँ रोडे रोड आउँदैछ। दुई ग्रुप छ हामी। ल त गाइस, अब चाहिँ कहाँसम्म पुग्ने हाम्रो चाहिँ? हामी हिलेरी रोटे रोडबाट हिलेसन टक्कै पुग्ने हामी। ल ल त साथीहरु है, धेरै मजा आउँछ। अन्तिमसम्म हेर्नुस् होला, हाम्रो ब्लग इन्जोय गर्नुस् होला हैन। अन्त न्यू छ भने चाहिँ लाइक कमेन्ट सब्स्क्राइब गरिदिनुस् ल। वाउ, हेर्नुस् न रुखहरु। आज साह्रो गलियो पुकार है। हजुर, काम गराइदिए साह्रै गलियो नि। अब चाहिँ हामी माथिसम्म नै पुग्नुपर्छ न? माथिसम्म नि अब टिप्दै हो। हजुर, सफाहरू गर्नु पर्यो नि सबै भएर हैन। हामी चाहिँ यता पुल आइपुग्यो। मैला लगाउँदैछ है। अन्त हामी चाहिँ माथि उपर टावर पनि आइपुग्न आँट्यो। फिनिसिङ पोइन्ट हाम्रो यो मनपाजीको दोकान आइपुग्न आँट्यो। जानु नसक्ने अवस्था हामी मनपाजीको दोकान आइपुग्न आँट्यो है। त्यहाँबाट चाहिँ हामी अलिक नजाने हो है। ल त गाइस, एकछिनबाट भेटौँ ल। पुरा गरम भयो कि। ग्रुपसँग हिँड्दा मजा आउँछ। अब जुनै कुरा अब पोसिबल हुने ग्रुपसँगै त हो नि। ग्रुपसँगै सबै कुरा। हजुर। आलु हेर्नुहोस् न कस्तो मजाको। दाजु दादा पनि यहाँ हुनुहुन्छ। हामी चाहिँ तल उत्तारीदेखि नै मैला टिप्दै 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 यता गुम्पाडाँडापट्टि हामी आइपुग्यौँ है। अन्त कति मजा आयो नि राजु? मजा आयो नि। हामी पनि तपाईँको सफाई अभियान आज हामी फुड डिपार्टमेन्ट पनि हो है। हामीले पनि त आज एउटा अलिकति गऱ्यौँ हल्का। तर के गर्नु, अलिकति यसो
हाम्रो चेलीबेटीहरू हाम्रो स्टार्ट गर्न नसक्दाखेरि चाहिँ अब यहीँ स्थगित गरियौँ हजुर है हजुर र अब कुनै दिन हामी यहाँदेखि उँभो गर्नुपर्छ अरू के भन्न चाहनुहुन्छ यस्तो टिमवर्क छ भने मात्रै अगाडि बढिन्छ होइन हामीले त यस्तो नि यो त हामीले तपाईँको गाउँको नानीहरूलाई हाम्रो नानीहरूलाई पनि सिकाउनुपर्छ यो कुराहरू है हजुर अन्त टिमवर्क छ भने मात्रै पवित्र दिदी यहाँ हुनुहुन्छ पवित्र दिदी फुफू टेकेन्डा चाहिँ कमला अन्त गाइस अरू ग्रुपहरू चाहिँ गाडीमा गयो होइन हामी चाहिँ यहाँ गुम्पा डाँडाबाट झरेको सेवारो के गर्नुहुँदैछ ए आलुहरू मजाले फल्दैछ है हुन्छ बस्नुहोस् ल ठिकै हुनुहुन्छ आउनुहोस् होला सबैजना जहाँबाट पनि हेर्नुहुँदैछ आउनुहोस् होला यता टुरिज्म फेस्टिभलमा अन्त हाम्रो आन्टीको क्यान्टिनमा पनि भिजिट गर्नुहोस् होला एकदम मिठो टङ्बाहरू पाउँछ ल थ्याङ्क यू ल त गाइस अब चाहिँ गएको यहाँ हेर्नु न डगले पनि मलाई पछाउँदैछ हौ म तपाईँहरूलाई अलिकति तलबाट देखाउँछु ल टुरिज्म फेस्टिभल चाहिँ कहिलेदेखि हुन्छ सर 22, 23, 24 ए एकदम ग्रान्ड हुन्छ होला नि ग्रान्ड म्यानरमा हुँदैछ 3 दिन नि 3 दिन हजुर ए हजुर त्यस दिन अब सामान्य मुख्यमन्त्री महोदयज्यू पनि आउनु हुँदैछ हजुर र हाम्रो लागि हो हजुर टुरिज्म सेक्टरलाई बढावा दिनुको लागि हजुर र यसमा हाम्रो गाउँलेहरूले व्यापक फाइदा उठाउनुपर्छ है ल हुन्छ थ्याङ्क यू सर वाह हेर्नुहोस् न यस्तो दामी बनाउनु हुँदैछ उयो चाहिँ मेन स्टेज हो है त्यहाँनिर चाहिँ डान्सहरू केहरू हुन्छ वाह शेखर दा टेकेन दा राजु दा वाह दामी हुन्छ रहेछ साथीहरू 3 दिन चाहिँ ग्रान्ड हुने रहेछ होइन एकदम बबाल वाह कोक चाहिँ हामीले अघि खाइसक्यो बाटोमा थ्याङ्क यू भनेको थ्याङ्क यू टेकेन्डा हाम्रो डाँडा पनि बेस्ट ठाम मेरो सपोर्टर हो खोइ यो चाहिँ एकदम एक नम्बर हो नि यो चाहिँ फेरि देखाइदियो भाइ होगा सिरपाते खुकुरी भने यो डाँडा चाहिँ मेरो बेस्ट सपोर्टर हो जहिले सपोर्ट गर्नुहुन्छ है आज म त एक नम्बर हो नि भाइ एक नम्बर अस्तिबाट हिल गार्डन होमस्टेमा पनि हामीले सँगै बनाएको त्यहाँ अझै छेउमा गयो भने चाहिँ झन् ठुलो देख्ने रहेछ हो वाउ यहाँ चाहिँ कल्चरहरू चाहिँ सायद यहाँ बस्छ होला हो त्यही कारण यता माथि त केही बेच्छ होला हौ नि यता माथि स्टलहरू रहेछ हौ जिन्दाबाद ठिकै हुनुहुन्छ यहाँ गर्नुहुँदैछ ए राजु दा चाहिँ अघि जानुभयो घर अन्त हामी चाहिँ अब गएको एन्ड दिस इज क्वाचा रिट्रिट रेस्टुरेन्ट होइन यहाँ चाहिँ तपाईँहरूले झोल मोमो है झोल मोमो धेरै अब डिलिसियस फुडहरू पनि तपाईँहरूले पाउन सक्नुहुन्छ आउनुहोस् होला है ठिकै हुनुहुन्छ ल त अब चाहिँ घर पुगेर भेटौँला गाइस पुरा गरम छ सो गाइस दिस इज द नेक्स्ट डे होइन अन्त म चाहिँ बिहानै उठेर ब्लग गर्दैछु होइन भर्खर सुतेर उठेको होइन अन्त आजको ब्लग चाहिँ होइन म यहाँ एन्ड गर्छु है मर्निङ म चाहिँ आफ्नो ब्लग जहिले एन्ड गर्छु होइन अन्त यदि तपाईँहरूलाई ब्लग मन पऱ्यो भने चाहिँ लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होला है अन्त हेर्नु न मलाई यो हावा चलेर हो अन्त हावा चलेर एकदम मलाई चाहिँ अब कस्तो साह्रो परिरहेको छ होइन अन्त मेरो यो सबै मार्गीहरू जाति होस् होइन जाति भइसकेर चाहिँ म एकदम दामी भिडियोहरू लाउँछु होइन अन्त
गुम्पा डाँडाको भ्लग पनि आउँछ है टुरिज्म फेस्टिभलको है त्यो पनि हेर्नु नबिर्सिनु होला एकदम दामी हुन्छ अन्त त्यति नै थियो है बाई बाई गाइस टेक केयर सी यू सुन इन द नेक्स्ट ब्लग हैन अब चाहिँ नेक्स्ट ब्लग डाइरेक्ट माथि गुम्पा डाँडाबाट सुरु हुन्छ है डोन्ट मिस आउट एनिथिङ है बाई बाई टेक केयर सी यू सुन इन द नेक्स्ट ब्लग बाई गाइस